ल घान्द्रुकको यात्रा चाहिँ यस्तो छ है। हेरौँ त यहाँ यसरी मान्छेको दम बढेर सपनामा देख्यो भने उनले बाई गर्नुपर्छ। गाउँ यति छिटो कसरी उयो भयो क्या विकासित डेभलप के अन्त गाउँ एरिया होइन यस्तो हुँदैन थियो त कस्तो गाउँमा पुरै यो सामान चाहिँ कसरी बोकेर ल्यायो नि टोटली होमस्टे भएको छ क्या गाउँ नै धनी होटेल अन्नपूर्ण गेस्ट हाउस त एउटै घर छोडेको थिएन नि सबै गिफ्ट दिदी र मलाई त ठिक भयो सुगर चाहिँ यो चाहिँ लाली गुराँसको बोट रहेछ नि लाली गुराँसको तर फुलेको चाहिँ रहन्छ होइन दिनुपर्छ नि अब तल मनसँग छ पाहाड हेर न घान्द्रुक हामी उकालो लाग्यो ड्राइभर उडाएर लाग्यो भुटानको याद आउँदै भुटान भुटानको सम्झना आउँदै के हो यो यो त आफै बनाएर रहेछ नि यस्तो मजाले ढुङ्गा काटेर ढुङ्गा आफै काट्दो रहेछ बाटो हिँड्नु नि हुन्छ यो जात भेट जता मान्छे छ उतै त्यहाँ लिन्छ ए हो यो अगरतिर जात घान्द्रुक यो रडहरू कसरी ल्यायो ए घर त कता कता बनिरहेको नि तीव्र गतिमा विकास भइरहेको छ यहाँ नि
राम्रो भयो हजुर अब हिँड्यो ए तल अब सनराइजमा अब लागेको ल बस्नुहोस् त अब घर जाने पछि ल जाने बस्नुहोस् ल यस्तो छ है दर्शकबिनहरू बाटोहरू चाहिँ घन्द्रुकको होइन यस एडभेन्चरको लागि आउनलाई चाहिँ राम्रो रहेछ आएर होइन घुमघाम गर्ने बस्ने आनन्द मजा अलिकति आज मौसम चाहिँ एकदमै ब्याड भइदियो कि त्यही भएर हामी चाहिँ छिटै लाग्यौँ होइन अप्पर मुस्ताङको यात्राको लागि हिँड्यौँ मौसम खुलिएको भए चाहिँ यसो मजाले बस्ने प्लान थियो त्यो भएन एनिवे राम्रो छ तीव्र गतिमा विकास भइरहेको छ होइन होटलहरू एकदमै सम्पन्न खालको दामी क्लिन रहेछ दामी सो नाइस मजाको छ उँधो होला होइन यता होला कुन चाहिँ हामी त उँधो जाने हो नि झर्ने नि सक्दैन हिँड्नु बुढाबुढी अब सक्दैन नि कति माथि हो धेरै माथि ए सक्दैन नि म अब हिमाल त नआउनु नि देख्दैन नि त अब त खोइ त केही त छैन सक्दैन होला हिँड्नु साह्रो पऱ्यो भनेर अब यस्तो घुम्दै गाडी राख्दैछु होइन त घुम्दै घुम्दै गाउँ हेर्दै जाने माथि हेर्ने कि माथि के गर्नु जाने भने माथि मनिर सक्दैन भन्छ लु जाउँ सक्दैन साह्रो परिसक्यो भने लु कता जाने यस्तो हुँदो हिँड्ने मनोज बाटो देखाउने मान्छे घोराइ पानी माथि जाने पो भन्दा आएँ त हेर्नु त हाम्रो नानी गरमले हो जाडोमा पनि ज्याकेट स्याकेट खोलेर हिँडिरहेको छ लु जाउँ त्यसो भने तलै चाहिँ जाने गाडी बस पार्कतिर ए यता पार्किङ त्यो गाडी पार्किङ यताबाट जान्छ यहीँबाट पार्किङ यता यता लु के यतिकै हिँडिस् भने त खतरा भइगयो नि त अर्को पालि ट्र्याकिङ लिएर आउँछु ल